जस्तो लाग्दैछ त पैसा भेटेर नगर न के ठक नाङ्गो कस्तो पैसा त गर्न पैसा कम्ती दिएको छ तिमीलाई कम्ती हैन त्यो उयो नगर न के पैसा कम्ती दिएको छ अरे तिमीलाई नाङ्गो जिउ यहाँ हाम्रो चाहिँ हालत कस्तो छ कस्तो छ हाम्रो हालत चाहिँ सो गाइस हालत यस्तो छ है हाम्रो चाहिँ अहिले भर्खरै काम सकेको सकेर चाहिँ अनि आज पेमेन्ट भएर अनि साथीले चाहिँ गर्दैछ तिमीलाई कम्ती दिएको छ तिमीलाई कम्ती दिएको छ अरे पैसा सो मेरो मिनी ब्लगमा हजुरलाई स्वागत छ हल्का आज पैसा पाएको उपलक्ष्यमा नै होइन खुसियालीमा बनाइदिएको पैसा चाहिँ कति भेट्यो तिमीले भन न त हाम्रो साथी चाहिँ सबभन्दा यो कम्पनीको चाहिँ पुरानो मान्छे हो त्यही भएर अलिक धेरै पनि भेटेको रहेछ 5-6 हजार लगभग विकली सेलेरी हुन्छ कि यहाँनिर साथीहरू उही हप्तामा उसले हप्ताको होइन 5-6 हजार खान्छ सो यता हेर न तिम्रो लागि म केटी बजिदिन्छु यार हप्तामा 6-7 हजार पाउनु भनेको यहाँ हो 7-14 आम्मा पैसा त यार महिनामा त सो केटीहरूले चाहिँ होइन विशेष गरी यस्तो मान्छेलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ है 14,000 2 महिनामा 14,000 28,000 सेलेरी खान्छ उसले चाहिँ पुरानो मान्छे हो र अहिले चाहिँ मेरो काम गर्दाखेरि चाहिँ यस्तो हुन्छ कि गति नमती भएर काम गरिन्छ हामी चाहिँ नयाँ हो हामीलाई चाहिँ अलिक कम्ती नै दिन्छ होइन र एकजना चाहिँ यहाँ बसिरहेको छ ऊ चाहिँ टेन्सनले बसेको अरे पैसा कम्ती भेट्यो भनेर टेन्सन नगर यार नयाँ हो नि त तिमी पनि पुरानो हुन्छ तिम्रो पनि त्यसरी नै सेलेरी बढ्छ क्या यता हेर न देखाइदेऊ न यार खुसी छौ नि पैसा पाएर खुसी छौ नि कि छैनौ तर जस्तो काम छ पैसा त्यो अनुसारले भेट्दाखेरि कस्तो लागेको छ कम्ती भयो जस्तो लाग्यो कि ठिकै हो जस्तो लाग्दैछ कुनै पहाड बोकेर हिँडेको छैन हो यहाँ चोइदाचोइदी बोकेर सो अहिले चाहिँ हामीहरू होइन गाडी लोडिङको लागि भनेर बसिरहेको छौँ नभए यतिखेर अघि 5 बजी छुट्टी भएको अनि सेलेरी धरेर ठिक्क 5-15-20 मिनट भएको थियो होला यतिखेर चाहिँ नुहाइँदै गरेर रेडी टक्क भएर बसिरहेको हुन्थ्यौँ तर आज लोडिङ छ भनेर चाहिँ हामी यतिकै बसिरहेको छौँ साथीहरू म यहाँ छु होइन अनि एकजना यहाँ छ र एकजना चाहिँ यस्तै छ हालत त पुरै खराब छ रे बाबा सो त्यहाँदेखि लिएर यो सब अहिले लोडिङ गर्नुपर्ने हामीले होइन टक्कसँग बसिरहेछ यो सब लोडिङ गर्नुपर्ने गाडीको वेटिङमा छौँ हामीहरू चाहिँ र साथीहरू म बनाउनु मन लागेको थिएन खासै भिडियो चाहिँ र पनि हल्का बनाइदिउँ न भनेर बनाइदिइहालेँ कस्तो के भयो हजुरले भनिदिनु होला कमेन्टमा होइन